एक दुई तीन कोही एक मथुरापुरी नगरीमा श्री कृष्ण अवतार भइदिए शङ्करी चक्र गदा पद्म भुज पिछे बाबु कमल झैँथिए शिरमा पनि मणिमा कुट त्यो चक्रै सुदर्शनले हस्ती सिंह पनि बडा वीरहरू थिए साथमा मायाले हरिका सब बस परी मुर्छ परेर तमा ढोका बन्द खुले सब हरि भुले खेल्दै गए बाटोमा कालीले जलाले मार्चन गरी गोकुल पुगेर तमा श्री उत्तम सुधाजीका घर भिते पुगे वसुदेवता इन्द्रको कथा कहिले समति बिहोसतिन्जा माया देवी लिएर फेरि वसुदेव फिरे मथुरा पर्ता काल भयो निशा चली गए दिशा उजेल भए मुसादेखि उठे सब वीरहरू ढोका अगाडि गए इन्द्र प्रकाश गुप्त मनले घुम्दै बिचरी गए माई दुर्जन कंसका नजिकमा सोही गरी सब गए आयो दुर्जन कंस बडा भयङ्कर गरी देतै कठोरै गरी लाल नेत्र गराई पुनरी छोरे म नभएका ठाउँमा लैजाऊ नाराजी होइन भने त्यसो भएपछि अब बिहे भयो कृष्णले म नभएकै ठाउँकी लानु भनिएको छ अनि अब एउटा घरमा जानु गए नारे बाछा लाग्दैरहेछ नारे एउटा अर्का घरमा जानु अर्का घरमा गए कृष्ण ढाब्ला बाँड्दै रहेछ नारे त्यहाँ पनि छ अब अर्का घरमा गए कृष्ण नारायण त्यहाँ पनि गोबर सोध्दै रहेछ कृष्ण अर्का घरमा गए त्यहाँ भात खाने हुनुभयो अरे अब त्यहाँ पनि छन् अर्का घरमा गए त्यहाँ पनि यसो बाहिर भित्र गर्दै हुनुभयो अर्का घरमा गए त्यहाँ पनि कृष्ण सिक्का छन् अब दाब्ला बाँड्दैछन् अर्का घरमा जाए मोही काट्दैछन् अर्का घरमा जाए घिउ मकान झिक्दैछन् अरे मकानमा ल्याए घिउ मकान झिक्दैछ अब कृष्ण नभएको ठाउँ रहेछ कहीँ पनि रहन्छ सबैतिर जहाँ संसार कृष्ण चलित अनि हैरान भएर जे फर्केछ नारे नारायण दैनामा आइदिएको स्वरूपबाट हाँसिदिनु भएको छ भुलिएछन् अरे नारायण